मेरो प्रिभियस भिडियोहरुमा मैले तपाईलाई जापानमा फिजिकल गोल्डमा चाहिँ कसरी इन्भेस्ट गर्न सक्नुहुन्छ भन्ने कुरा देखाएको थिएँ बट अनेस्टली भन्नुपर्दा म आफैले पनि फिजिकल गोल्डमा चाहिँ खासै इन्भेस्ट गर्दिन। मेन रिजन भनेको चाहिँ फिजिकल गोल्डको एउटा मेन ड्रब्याक छ। त्यो भनेको चाहिँ फिजिकल गोल्डलाई चाहिँ तपाईले निसाको ट्याक्स फ्री प्लान अनुसार चाहिँ बाइ गर्न सक्नुहुन्न, किन्न मिल्दैन। किन भन्दा गभर्नमेन्टले चाहिँ तपाईको गोल्डलाई चाहिँ एज अ इन्भेस्टमेन्ट नभइकन एज अ एउटा प्रपर्टीको रूपमा हेर्ने गर्छ। त्यही भएर चाहिँ इन फ्युचर तपाईले त्यो गोल्डहरुबाट चाहिँ के प्रफिटहरु कमाउनु भएको छ भने पनि तपाईले क्यापिटल गेन ट्याक्सेसहरु लाग्न सक्छ। त्यही भएर चाहिँ इफ तपाईको गोल चाहिँ गोल्ड नभइकन गोल्ड प्राइस हो भने चाहिँ तपाईले गोल्ड ETF हरुमा पनि लगानी गर्न सक्नुहुन्छ। अब गोल्ड ETF भनेको बेसिकली गोल्डको प्राइसलाई फलो गर्ने ETF हरु हो। त्यही भएर चाहिँ गोल्डको प्राइस माथि गयो भने यो गोल्ड ETF हरुको प्राइस पनि माथि जान्छ र गोल्डको प्राइस तल गयो भने यो गोल्ड ETF हरुको प्राइस पनि तल जान्छ। र यसको मेन बेनिफिट भनेको त्यही तपाईको निसाको चाहिँ ग्रोथ इन्भेस्टमेन्ट कोटा भित्र चाहिँ धेरै जसो गोल्ड ETF हरु चाहिँ एलिजिबल हुन्छन्। त्यही भएर तपाईले इन फ्युचर तपाईले त्यो गोल्ड ETF हरु बेच्नु भएर त्यहाँबाट प्रफिट कमाउनु भयो भने पनि तपाईले चाहिँ ट्याक्स बेनिफिटहरु पाउन सक्नुहुन्छ। र गोल्ड ETF हरु छान्दाखेरि जहिले पनि दुईवटा कुरामा ध्यान दिनु होला। फर्स्ट भनेको चाहिँ एक्सपेन्स रेशियो, जति फी कम हुन्छ त्यति राम्रो अभियसली। र सेकेन्ड भनेको लिक्विडिटी, किन्नी बेच्ने चाहिँ भोल्युम धेरै भएको ETF हरु रोज्नु होला। अब US मार्केटमा पनि तपाईले किन्न सक्नुहुन्छ। अब US मार्केटको कुरा गर्दाखेरि GLDM, GLD यी खालको चाहिँ गोल्ड ETF हरुको एक्सपेन्स रेशियो चाहिँ एकदम धेरै कम छ। र जापानको चाहिँ बजेट फ्रेन्डली कुरा गर्दाखेरि चाहिँ भर्खर नयाँ आएको एउटा गोल्ड ETF छ जसको नाम चाहिँ ग्लोबल एक्स गोल्ड ETF 425A हो। यसको चाहिँ टिकर नम्बर, यसको प्राइस चाहिँ लगभग 300-400 जस्तो पर्छ। बट अभियसली तपाईले 10 वटा चाहिँ किन्नुपर्ने भएकोले चाहिँ तपाईलाई 4-5 हजार जस्तो पर्न आउँछ सुरुमा। र यसको चाहिँ एक्सपेन्स रेशियो छ, फी छ 0.17 मात्र छ। त्यो भनेको कम्पेयरिङ टु अदर धेरै नै सस्तो हो। बट इफ तपाईले चाहिँ लाइक लिक्विडिटीमा धेरै फोकस गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले चाहिँ जापानको मित्सुबिसी MUFG गोल्ड ETF मा पनि इन्भेस्ट गर्न सक्नुहुन्छ। यो वान अफ द मोस्ट पपुलर गोल्ड ETF पनि हो। यसको चाहिँ प्राइस अलि हाई नै छ है, 20,000 जस्तो पर्छ एउटा कोटाको 1 युनिटको लागि मात्र। र यसको चाहिँ मेन बेनिफिट भनेको चाहिँ तपाईले चाहिँ फिजिकल गोल्ड कन्भर्जनको लागि पनि तपाईले एप्लिकेसन दिन सक्नुहुन्छ। बट यसको लागि तपाईले मिनिमम क्वान्टिटी एडिसनल कन्डिसनहरु के मिटअप गर्नु पनि हुन सक्छ। गोल्ड ETF हरु किन्ने कुरा गर्दाखेरि चाहिँ इफ तपाईले चाहिँ मेरो ETF वाला ट्युटोरियल हेर्नु भएको छ भने सेम त्यही भिडियोलाई नै फलो गर्नु होला। बस तपाईले चाहिँ टिकर नम्बरलाई मात्र आफ्नो गोल्ड ETF कुन किन मन लागेको छ त्यो आफ्नो रिसर्च गरेर त्यहाँ गएर तपाईले किन्न सक्नुहुन्छ। प्रोसेसहरुमा के प्रब्लम आयो भने चाहिँ तपाईले मलाई फलो गरेर मेसेज पनि गर्न सक्नुहुन्छ त। एन्ड थ्यांक यू सो मच फर वाचिङ। एन्ड यस्तै इन्भेस्टमेन्ट रिलेटेड भिडियो र जापान रिलेटेड भिडियोको लागि तपाईले मलाई फलो पनि गर्न सक्नुहुन्छ त।